अहिले चाहिँ यो संविधान र गणतन्त्र विरुद्ध बोल्नेहरूलाई चाहिँ 25 वर्ष कैद सजाय हुने गरी संविधान संशोधन हुँदैछ भन्ने कुरा आएको छ। तपाईको यसमा धारणा के छ? हुन त तपाईँ आफै गणतन्त्रवादी भनेर भन्नुहुन्छ हैन? यस्तो छ, गणतन्त्रमा त्यस्तो खालको नियम कानुन ल्याउनु हुँदैन हैन। गणतन्त्र लोकतन्त्र भनेको बोल्न पाउने अधिकार हो हैन। तपाईलाई हर्क साम्पाङ मन पर्दैन भने विरोध गर्न पाउनुहुन्छ हैन। मलाई कोही कसै मन पर्दैन भने म विरोध गर्न पाऊँ, तर तथ्य र प्रमाण सहित विरोध गर्नुपर्छ, नहुँदा आरोप चाहिँ लाउनु हुँदैन। र त्यो चाहिँ विरोध गर्ने अधिकारै हनन हुने गरी चाहिँ तपाईको संशोधन गर्ने हैन, कानुन बनाउने भन्ने कुरा चाहिँ त्यो गलत हो। यसका विरुद्ध संसद पार्टी संसदमा आवाज उठाउँछ हो, त्यो त बोल्न त पाउनु पर्यो नि त हैन। अब तपाईलाई हर्क साम्पाङको काम मन पर्दैन, अब झोलुङ्गे पुल किन थापेको भनेर विरोध गर्न नि पाउँछ क्या हैन। राम्रो गर्यो भन्न नि पाउँछ, विरोध गर्न नि पाउँछ। अब विरोधै नगर भन्ने खालको मैले कानुन बनाइदिएँ भने त म कस्तो खालको शासक बन्छु त भोलि भन्ने चाहिँ तपाईँको सरकारले हेका राख्नुपर्छ। त्यसो गर्नु हुँदैन। बोल्ने छ भने बोलुन् हैन, बोल्न त पाइयो नि त, तर गलत काम गर्न पो पाइएन त। त्यो चिज हो, त्यो हो, यस्तो छ। अब यहाँ काठमाडौँमा साझा बसलाई चाहिँ निलो बसमा कन्भर्ट गरेर निलो बस साउन्डदेखि सुरु गर्ने त्यो महिलाहरूका लागि निशुल्क भन्ने छ। सरकारले यो चाहिँ कस्तो भयो? त्यसमा त मेरो ठुलो कमेन्ट छैन हौ। रातो बसलाई निलो बनाउनुहुन्छ, भोलि हामी सेतो बनाउँछौँ होला हैन। कोही आउला कालो बनाउला, त्यो ठुलो कुरो होइन। त्यो कलरमा त मेरो कुरा कोही छैन हैन। मेरो त्यत्रो धेरै विमति सहमति रहँदैन। सार भन्छ नि, रूप र सार तत्त्वले चाहिँ फरक पार्ने हो। त्यसमा त्यो अब नयाँ प्रतिनिधि सभाको भवनभित्र चाहिँ नि निलो कलर लगाइयो भन्ने कुराहरूमा पनि मलाई त्यत्रो धेरै तपाईँको विमति छैन। पहिला बानेश्वरमा जलेर नष्ट भएको भवन पनि भित्र हेर्दा निलै देखिन्थ्यो हैन, त्यो बस्नेहरू। त्यो निलो बस चल्दाखेरि खासै त्यस्तो छैन मलाई चाहिँ। कलरमा चाहिँ कुनै छैन। अहिले सुस्तावासी नायकता र लालपुरताको माग गर्दै काठमाडौँ आइपुग्नु भएको छ। बालेन शाहको अभिव्यक्तिसँगै सुस्तामा अलिकति भारतीय अतिक्रमण, भारतीय जाति बढेको भन्ने कुराहरू आइरहेको छ। यसमा तपाईँको धारणा के छ? त्यही त प्रधानमन्त्रीज्यूले त्यो कुरा चाहिँ सच्याउनु भएको छैन होला हैन। सदनमा हाम्रो विरोध जारी नै रहन्छ। त्यसो उहाँले नभन्नुपर्ने थियो। त्यो भारतीय ज्यादती बढ्यो, त्यसले गर्दा हामी त्यहाँ असुरक्षित भयौँ भन्ने हिसाबले अब त्यहाँका मानिसहरू आउनुभएको छ भने उहाँहरूको न्यायोचित हैन तपाईँको माग के हो सरकारले सुन्नुपर्छ। अब प्रधानमन्त्री स्वयंले सुन्न भ्याउनु भएन भने पनि उहाँले एकजना मान्छे एपोइन्ट गरेर त्यो गुनासोलाई चाहिँ एड्रेस गर्नुपर्छ, सुन्नुपर्छ। म चाहिँ त्यो भन्न चाहन्छु।